हेलो एन्ड नमस्ते सबैजनालाई। आज फेरि म आइसकेको छु होइन। म मेरो भिडियो लिएर धेरै दिन पछाडि मैले चाहिँ होइन फेरि भ्लग स्टार्ट गरेको छु होइन। अनि म चाहिँ आएको छु आज आफ्नो पसलमा आएको छु। सो आज चाहिँ म आफ्नो पसलमा छु, काम गर्दैछु होइन। घामले गर्दा लास्ट टेम्परेचर आएको छ। आज चाहिँ नास्ताको अर्डर आएको छ हाम्रो होइन। पसल लगाएर बनाउँदैछौँ खानाहरू नास्ताहरू। सो आज चाहिँ मैले के गर्छु दिसभरि के गर्छु के काम गर्छु होइन, कस्तो गर्छु सब भिडियोहरू हजुर आज देखाउने छु। सो हाम्रो चाहिँ यता खाना पाक्दैछ आज होइन। तरकारी पाक्दैछ अनि हाम्रो यता चाहिँ मोमो चाउमिन छ होइन। चाउमिन छ हाम्रो यता छ। अनि यता चाहिँ हाम्रो बन्दैछ मोमो बन्दैछ हाम्रो यता। मम्मीले बनाउँदै हुनुहुन्छ। सबको आफ्नो डिपार्ट छ। ड्याडीको खाना बनाउने, मम्मीको मोमो चाउमिन बनाउने होइन। मेरो चाहिँ उतापट्टि छ बेकरी होइन, केक बनाउने, दही बेच्ने, दुध बेच्ने। सो मेरो चाहिँ दहीको अर्डर आएको छ, ड्याडीको खानाको अर्डर आएको छ, मम्मीको मोमोको अर्डर आएको छ भनेपछि मेरो आज केसको अर्डर आएको छ, दहीको अर्डर आएको छ। सो हाम्रो चाहिँ स्टार्ट भइसकेको छ। अहिलेसम्म मेरो चाहिँ अर्डर आएको थिएन नि त। ड्याडीको पनि आइसक्यो, मम्मीको पनि आइसक्यो, तर मेरो पनि अर्डर आइसक्यो। कति बजे? 3:30 बजे आधा किलोको। सो मेरो पनि अर्डर आइसकेको छ। 3टा डिपार्ट पसलमा 3टा डिपार्ट छुट्टेको छ। 3टा डिपार्टमा 3टैको एउटा अर्डर, ड्याडीको एउटा अर्डर, मम्मीको एउटा अर्डर, अनि मेरो चाहिँ 2टा अर्डर आइसकेको छ। एउटा चाहिँ दहीको अर्डर, 10 लिटर दहीको अर्डर र एउटा केकको अर्डर आइसक्यो होइन। दही चाहिँ मैले अब प्याक गरिहाल्छु। अनि केक चाहिँ यता छ, टक्क लागेर केकहरू बनाएर बिहानै रेडी। फेरि मैले फेरि अरू कस्तो गजाङ काम गर्दैन क्या, बिहानै बनाएर रेडी पारिसकेपछि केक होइन। अनि हाम्रो चाहिँ यता रहेको छ मोमो छ यो होइन मम्मीको। यता मेरो डिपार्ट चाहिँ यो हो कि। अनि आइसक्रिमको अनि यसको छ दहीको डिपार्ट हाम्रो यहाँ हुन्छ। दही यस्तो मजाको जमेको छ होइन। यदि हजुरहरूलाई पनि चाहिन्छ भनेपछि सम्पर्क गर्नु होला। हाम्रोमा राम्रो उत्कृष्ट दही होइन, भैँसीको दही पाइन्छ हाम्रोमा चाहिँ। त्यस्तो अरू कस्तो हामी डुप्लिकेट हुन्छ नि त, पानी मिलाएर यता के भन्ने हुँदैन। त्योहरूलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। अब आफ्नो डिपार्ट सम्हाल्नु पऱ्यो, के गर्ने अब। दही प्याक गर्नु छ, भाडा पखाल्ने गऱ्यो होइन, त्यहाँ हुँदैछ। अब आफ्नो पनि डिपार्ट सम्हाल्नु पर्ने। यदि कसैलाई जागिरको जरुरत छ भनेपछि होइन, अरू त होइन कि सही कम्पनी जति जसो उति चम्काउने भन्नेमा चाहिँ हजुरहरूलाई केही इच्छुक हुनुहुन्छ, जागिरको आवश्यक छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। किनकि पसलमा धेरै किसिमको जागिरहरू रहेको छ मेरो पसलमा। भाडा माझ्नेदेखि पोछा लगाउनेदेखि बराल्ने सबै रहेको छ। के छ आफ्नो डिपार्ट आफै सम्हालिएको छ बिन्दास पाराले होइन। कतिको अर्डर आयो तपाईँको? कति आयो? कति? 8 प्लेट? यति पनि चाहियो? ए मैले त मैले जितेको छु त। मैले आफ्नो अर्डर लिएको मेरो डिपार्ट त जित्यो मम्मी। के हो तपाईँको 8 प्लेटको आउँदाखेरि मेरो त आइसक्यो अर्डर। 10 लिटर दहीको अर्डर अहिले आइसक्यो, अनि एउटा केकको अर्डर पनि आइसक्यो भनेपछि त मैले जितेँ। आज मेरो ढ्यारी त राम्रै ढ्यारी बस्ला जस्तो छ, धेरै होइन त्यही 5-6 हजारको ढ्यारी बस्ला जस्तो छ आज चाहिँ होइन। सुरुवात नै राम्रो भयो नि त। अघि पछि 2-3 लिटरले सुरुवात हुन्थ्यो भने चाहिँ आज मेरो डाइरेक्ट 10 लिटरले भइसकेको छ होइन, सुरुवात भइसकेको छ। त्यस दमी अरू के भन्नुपर्ने। आज म धेरै दिन पछाडि आएको छु है, धेरै दिन पछाडि। यति पछाडि आयो कि होइन म चाहिँ अलि सन्चो थिएन क्या, मलाई अलिक बिसन्चो थियो नि त। सो त्यसैले धेरै दिन पछाडि चाहिँ आज फेरि आइसकेको छु होइन भिडियो ल्याएर। अब चाहिँ रेगुलर आउँछ आजदेखि डे 1 है। मेरो चाहिँ यो डे 1 हो होइन। आजदेखि चाहिँ रेगुलर डे 1, डे 2, डे 3, डे 4 गर्दै हुन्छ। म चाहिँ रेगुलर अब भिडियो हाल्नेछु। मेरो कति व्यापार हुन्छ, के हुन्छ, मैले पसल कसरी चलाउँछु होइन। 12को इक्जाम दिएर मैले के गरेर बसिरहेको छु त होइन, हल्लेर बसेको छु, काम गरेर बसेको छु। त्यो पनि हाम्रो मम्मीले के यता त्यो गर्दै हुनुहुन्छ, मोमो प्याक गर्दै हुनुहुन्छ होइन। ए चाउमिन कसैलाई नाम बिर्सेको। अनि ड्याडी यता असिनो पछि हुनुभयो, यहाँ पुरै त्यो गरेर आइसक्नु छ। अर्डर आइसक्यो नि त फेरि मैला सामलाई आइ ल नि त। सो हाम्रो चाहिँ आइसकेको छ होइन। के भन्छ त्यो दही अनि मोमो अर्डर आइसकेको छ। हामी चाहिँ लग्नुपर्ने। अघि आएको जुन हाम्रो थियो मलाई आएको मेरो डिपार्टमा आएको कि
मेरो डिपार्टमा आएको जुन दही थियो 10 लिटरको त्यसलाई लग्न लगाइसकेको छु मैले। त्यो म चाहिँ त्यहाँ गएर हजुरलाई देखाउँछु के छ कस्तो छ भन्ने कुरा। म भिडियो अन लाग्यो त यता हेर्नु न त्यो छ होइन हाम्रो रोटी हाल्ने है रोटी हाल्ने भाइहरू यदि हजुरलाई चाहिन्छ भने सम्पर्क गर्नु होला मलाई म्यासेज गर्ला म चाहिँ हजुरलाई दिनु गर्नुहुन्छ। हामीसँग टन्नै छ क्या यो होइन हेर्नु धेरै नै छ हामीसँग यो रोटी हाल्नुको लागि चाहिँ अर्ग्यानिक बनाएको क्या हाम्रो यो केसबाट बनेको रे हो यो होइन मुजाबाट बनेको यो चाहिँ हाम्रो रोटी हाल्नको लागि होइन। हामीसँग थाल पनि छ। यो केसको लागि चाहिन्छ यो चाहिँ पूजा सामग्री होइन यो चाहिँ पूजाको लागि सामान राख्नेवाला यहाँ छ हामीसँग सबै छ अर्ग्यानिक आफै हातले बुनेको क्या। अनि यो चाहिँ पेनहरू राख्नको लागि स्केलहरू पेनहरू राख्नको लागि पढाइको लागि काम लाग्छ होइन। यो पनि अर्ग्यानिक घरमै बनाएको। अनि यो चाहिँ हाम्रो ट्रे होइन ट्रे हामीले यो बाहिर किनेको भन्दा चाहिँ यो चाहिँ अर्ग्यानिक घरमै बनाएको होइन बाँसबाट बनेको चाहिँ यो ट्रे छ। हजुरलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। हामीसँग चाहिँ धेरै छ यो सबहरू होइन हेर्नु सक्नुहुन्छ यहाँ सब बन्दैछ। टोपीहरू बन्दैछ हाम्रो यो टोपी होइन हाम्रो चाहिँ टोपीहरू पनि छ हामीसँग होइन अर्ग्यानिक बाँसबाटै बनेको के हुन्छ नि हाम्रो कस्तो टाइपको भनेपछि माइकल ज्याक्सन लगाउने चाहिँ टोपी छ होइन। टोपी हजुरलाई चाहिन्छ भने चाहिँ हाम्रो ढकेरीमा रहेको कुन के समुदाय महिला सामुदायिक वन होइन हाम्रो ढकेरीमा रहेको राप्ती सोनारी 9 ढकेरीमा रहेको झिझिरी महिला सामुदायिक वनमा आफ्नै हातले बुनेको अर्ग्यानिक होइन सामग्रीहरू चाहिँ पाइन्छ। हजुरलाई यदि चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। ट्राफिक अङ्कल बस्यो ट्राफिक बसिन्छु हामी चाहिँ आइसकेको छौँ भनौँ हाम्रो पसलसम्म आइसकेको छु। के हो बे जुम्ली साले दिउँसभरि डुलेर सो म चाहिँ आइसकेको छु होइन टक्क लागेर नास्ता छोराएर आइसकेको छु। लास्ट गर्मी छ क्या गर्मी कति गर्मी हो है गर्मी आएर आइसक्यो खानु भने केही छैन एउटा खाइदिनु दाजु होइन सोरो पारामा हुन्छ अब के खान्छ त हुन्छ भयो गरी महिनामा यो खाना कति मजा आउँछ आनन्द आउनखेरि हामी चाहिँ भिडियो बनाइहाल्नुपर्छ है।